हेर्नुहोस् त यिनी 4 जना देश बनाउन नसक्ने टोली। योभन्दा अगाडिको सरकार 35 वर्षसम्म सरकार चलाएर अहिलेसम्म देश बनाउन नसकेपछि अहिले जुन भर्खरै यो जुन प्रचण्डले 2-3 दिन अगाडि मात्रै अब हामी मिलेर अगाडि बढ्नुपर्छ, अहिले मिलौँ, भोलि मिलौँ, सत्तामा मिलौँ भन्ने कुरो उठाइसकेको छ। अब कस्तो हो भनेपछि यिनीहरूलाई त अब डर छ नि त। यी चारैजना मध्ये एउटा न एउटा ठाउँमा मुच्चिएका छन् भ्रष्टाचारमा, होइन? भ्रष्टाचारमा मुच्चिएको कारणले अहिले जसरी भए पनि हामी मिल्नुपर्छ, यो भ्रष्टाचार यो कारबाहीबाट बच्नुपर्छ भन्ने यो हाम्रो जुन प्रचण्डको सोचाइ छ नि, यो सोचाइले काम गर्दैन क्या। अब जुन अस्ति भर्खरै हाम्रो गृहमन्त्री सुदन गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने भन्ने कुरा उठाएपछि प्रचण्डलाई निन्द्रा आराम भएको छ। त्यस कारणले एउटा न एउटा ठाउँमा मुच्चिएका छन् कि अहिलेका नेताहरू भनेको। त्यो भएको कारणले जसरी हुन्छ हामी मिल्नुपर्छ, मिलेर अगाडि जानुपर्छ भनेर एकै ठाउँमा भेला भइसकेका छन्, होइन? यो फोटो त सबैजनाले देख्नुभयो होला, होइन?